एलिज र दिदीको सेट मिलेछ फेरि एलिज हेरेन हामी त अब यतातिर छ है गाइस आज हाम्रो टिका है सुरु भइसक्यो हामी है गाइस होइन गाइस अब हामी चाहिँ यसरी टिका लाउँदैछौँ उहाँ भान्जाको उहाँ हेरेर बसेछ नि यहाँ फोटोमा आउनु पऱ्यो भान्जा फोटोमा जाऊ ओहो आयो अब भान्जा पूजा गर्छु ल के भने दियो कलश पूजा गर्ने आज अब एलिजको पालो आज अहिले त एलिजकोबाट सुरु हुन्छ स्टार्ट फर्स्टमा स्टार्ट हुने एलिज दसैँमा त मबाट हुन्थ्यो नि होइन आज तिहारमा सबै घरमा त हैन के मम्मीको स्टाइल है बोल्ने भाउजूकै स्टाइल के पहिला एलिज भन्थ्यो त आज पहिला सानोबाट है अहिले पालि हो तिहार सानोबाट हो किन भाइटिका रे भन्छ होइन अनि भाइबाट स्टार्ट हुन्छ टिका लाउनु भनेपछि अनि मात्रै उसले चाहिँ अनि हो र त्यसपछि त म जेठो भएछु नि जेठो भयो नि मैले अगाडि लाउनु भयो नि पूजा गर्नै पर्छ है घरे अब भोलि धोएर अनि यो हाले के भन्नु होइन यो हाते पूजा मिलाएको टिका हजुर ल ओके एकछिन बस तिमी त्यही बस एकछिन घुमेर तिमी त हिँड्नु मिल्दैन अब ऊ पनि के हेर न त्यहाँ के जस्तो लाग्छ यार कहिले काहीँ त यार मेरो भाइ हो नि त युनिक छ यार मेरो बाबु हो नि त मेरो ज्ञानी दिदीले नारायणमा भाइलाई बोकेको फोटो कति राम्रो छ है हो ओरेन्ज येलो कलर देखिरहेको आज हाम्रो टिका ह्याप्पी तिहारको टिका यस्तो लगाइरहेको गोलो लगाएर छेक्नु पर्छ ओके हामी सबै जाने ल सबै जाने हस् हामीलाई नलाने हामीलाई नलाने एली दादा पनि जाने रे सँगै जाउँला नि अहिले पुज्ने बेला स्पेसल भाइ टिका यही हो कि टिका भन्दा पनि स्पेसल हाम्रो यो दाजुभाइलाई यसरी छेकेर ठ्याक्कै साइड भएछ होइन सानी अब तिमी पनि एलिज दादासँग बस्ने कि मुरामा महमाल दिदी हो दाइ एलिजको टिका लगाएको थियो है प्रति चाहिँ भिडियो फोटो दुइटै हिजो है दाइले म भन्दा बढी अपडेट दाइ गर्छु आज एलिजले टिका लाउँदैछ ह्याप्पी तिहार थ्याङ्क यू वान थ्याङ्क यू एलिज आज छोरोबाट सुरु भइरहेछ अब हामी चाहिँ हेलो गाइज आज हाम्रो टिका लाउन सुरु भइसक्यो होइन त्यसरी डलेर चटक्क परेर अब हामी लाइनमा बसिरहेको हाम्रो पालो आउँदैछ है पालो आउँदैछ म चाहिँ लास्ट लास्ट हो दाइ ठुलो मान्छे भएपछि लास्टमा चाहिँ अब होइन तिहारमा यस्तै छ सेकेन्ड लास्ट यहाँ भाइ छ उताबाट सुरु भइसक्यो फर्स्ट हाम्रो हो सेकेन्ड बाँकी फोटो गर्दा म चाहिँ लास्टमा आइपुग्छ त तिमीसँग फोटो भिडियो खिच्नु परेन कहाँ जाने हो मसला लिएर भाइ त्यो भाइलाई जान देऊ ओरेन्ज ल्याइरहेछ नि ओरेन्ज कलर ल्याएर होइन कलरफुल चाहिँ तल माथि भयो बिचमा एउटा रातो लगाइदिएन हो त्यही लगाइदिएको है नि
अनि को पहिला लगाएको छ रातो माछा चाहिँ त्यही भएर नि ओके डन 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 ल है ह्याप्पी तिहार ह्याप्पी टिका माला लगाइसक्यो ल लाउनु पहिला यो इन्डियन सर्ट लगाएको बिजोग देखिन्छ बटन लगायो त्यो बटन हराइछ गुनी खिचन ल अब हाम्रो चाहिँ माला लाउने लुगा पनि लाग्यो माला लाउने तयारीमा होइन यस्तो छ पारा ओके डन डन पारा एलिजले माला लगाइसक्यो एलिसको नानो बाबाले लगाइदिन्छ सेकेन्ड पार्ट एलिसको माइल अङ्कलले लाउँदै हुन्छ पालो एलिसको माइल अङ्कलले लाउँदै हुनुहुन्छ अब मेरो पालो एलिसको बाबालाई लगाइदिँदैछु पारा आइसक्यो तिहारमा छौँ होइन अब हाम्रो लगभग टिकाको कार्यक्रम लगभग फिनिस हुन थालिसक्यो कस्तो राम्रो लाग्यो भान्जा यतै भान्जा छन् है यहाँ हाम्रो अहिले लाउनुपर्छ होइन पारा यहाँदेखि होइन धेरै ठुलो नलाऊ त्यसैमा मिलाएर टक्क टक्क मलाई सबै कलर चाहिन्छ भने मिलाएर आउनुभन्दा पहिला टिका हो नि है तिहारमा होइन कतिवटा भयो गर्न त हेर चारवटा धेरै लामो लाउनु पर्ने ध्यान ध्यान हवन तिमीहरू जस्तो मलाई सबै पुग्नु पर्दैन आज हाम्रो टक्क सक्यो टिका सक्यो फाइनल्ली खाइ पनि सक्यो अब हामी चाहिँ अब हामी घुम्छौँ एकछिन होइन ह्याप्पी तिहार अब गाउँ गाउँ पुरा लास्ट टिका सक्यो अब आजको दिन बाँकी छ अब त्यहाँबाट सकिन्छ तपाईँहरू के कस्तो मनाउनु भयो ओके गुड बाई चिन्ता गर्नु पर्दैन यसमा त हामी कन्फिडेन्स चिन्छन् अहिले भन्ने मात्रै हो आफ्नो मात्रै जाउ चिन्ने होइन चिन्नेले अर्का जाउ पनि चिनिदिनु पर्छ कि अनि राम्रो हुन्छ आफ्नै चिन्ने हो मारे है चौकाले मारो है चौकाले मात्रै भनिदिँदैछ अनि उता एकपट्टि पर्यो त हो नि जाडो मारे तिनतिर है हो त अहिले पर्ने बेला थाहा हुन्छ चौकाले मारे हो चौका ल नि त म पनि हान्ने हौ 2 4 7 घप्टो छ कि मैले देखिसक्यो तपाईँहरू खेल्ने मान्छे हेलो गाइज आज अब चाहिँ म होइन कौडा खालबाट निस्किसकेँ त्यहाँ एकछिन हेरेँ अनि अब एकछिन घर गएर अनि मम्मीलाई लिन जानुपर्छ मामा घर मम्मी लिएर आउँछु अनि मात्रै मेरो इभिनिङ हुन्छ आजको तिहार भ्लग अब मेरो यहीँ सकिन्छ है त त्यही भएर तपाईँहरूले हेरेर लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला होइन के कस्तो लाग्यो प्रतिक्रिया पनि दिनु होला कमेन्ट गरेर ओके सी यू